पहिले त्यति चर्चामा नआएको क्रपु डाँडा पछिल्लो समय पोखरीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालको प्रतिबिम्बले एकाएक चर्चामा आएको छ। यो कुनै प्राकृतिक पोखरी या ताल भने होइन। यो मानव निर्मित पोखरी भए तापनि यो पोखरीमा देखिने दृश्य भने अद्भुत छ। पोखरादेखि 4 देखि 5 घण्टाको यात्रामा पुग्न सकिने क्रपु डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। क्रपु डाँडा जानको लागि बसको सुविधा पोखरा काउखोलादेखि तान्तिङसम्म मात्र छ भने जिप तथा बाइक स्कुटर भने क्रपु डाँडासम्म नै पुग्छ। पोखरादेखि तान्तिङसम्मको यात्रा 2 देखि 3 घण्टाको रहेको छ। कच्ची बाटो भए तापनि तान्तिङसम्मको यात्रा भने केही सहज नै छ। तान्तिङ आइपुग्यो। तान्तिङ ओके छ त। तान्तिङ आइसक्यो। हामी अहिले 6 बजे चाहिँ तान्तिङबाट चाहिँ हामी क्रपु डाँडाको लागि जान्छौँ है। तान्तिङदेखि पुनः 2 देखि 3 घण्टाको बिचमा पुग्न सकिन्छ क्रपु डाँडा। तान्तिङदेखि क्रपु डाँडाको यात्रा भने 2 पाङ्ग्रे सवारी साधनको लागि अलिक गाह्रो छ। विशेषतः बिहान र साँझको समयमा शीत जमेका कारण बाटो चिप्लो हुने गर्दछ। घाम अस्ताउनु अगाडि नै क्रपु डाँडा पुगियो भने यात्रा पनि केही सहज हुन्छ भने सनसेटको मनमोहक दृश्य पनि देख्न पाइन्छ। जुत्ता किन खोलिएर होइन निहुरेन नि दुखेको यार। जुत्ता नखोल अहिले। हाम्रो मेरो मोबाइल कहाँ अर्को बनाएको त्यो बाहिरकोमा हो। त्यसमा लसुन हाल्यो छैन भने होइन लसुन प्याज अलिकति त हालेको बुढाले झ्याक्क बन्दैछ है हाम्रो बार्बिक्यू। यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै आकर्षक हुने भएकाले पनि यो ठाउँ पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण छ।